नेपाल एउटा यस्तो देश हो कि न त नेपालमा रोजगारी पाइन्छ न त नेपालमा बसेर केही गर्छु भन्दाखेरि केही गर्ने वातावरण नै मिल्छ। नेपालमा जहिले पनि अस्थिर सरकार हुन्छ। अस्थिर सरकारको कारण आम नेपाली जनताहरूले धेरै ठुला दुःख र कष्ट भोगिरहनु परेको छ। आम नेपाली युवाहरूले पनि रोजगारी नपाएर विदेश जान बाध्य हुनु परेको छ, त्यो पनि मोटो रकम तिरेर बेचिनु परेको समस्या। वास्तवमै भन्नुपर्दा कुनै समय थियो नेपाली युवाहरू विदेश भनेपछि आँखा चिम्लेर जुनसुकै कन्ट्री होस् हाम फाल्ने गर्दथे। पछिल्लो समयमा हेर्दा धेरैजना युवाहरूको सपनाको देश बनेको छ युरोप। युरोप भन्ने बित्तिकै यति बेला युवाहरूले आँखा चिम्लेर जति पनि पैसा तिर्न बाध्य हुन्छन्। युरोपको चक्करमा प्रत्येक युवाहरूले 15-20 लाखसम्म तिर्नु परेको छ। धेरैजना युवाहरूको सपना नेपालमै तुहिने गरेको छ, किनकि दलालीहरूले सुरुमै पैसा लिन्छन्। काम हुनुभन्दा पहिल्यै पैसा लिने गर्दछन्, जसले गर्दाखेरि 100% काम हुन्छ भनेर कहिले पनि फिक्स हुँदैन र दलालीहरूको हातमा परेको पैसा फिर्ता पनि हुँदैन, जसले गर्दा धेरैजना युवाहरूले आफ्नो धेरै पैसा डुबाएको घटनाहरू पनि हामीसँग प्राप्त भइरहेको छ। वास्तवमा भन्नुपर्दा युरोप जाने सपना धेरै नेपालीहरूको छ। पछिल्लो समयमा युरोप जाने सपना धेरै नेपाली युवाहरूको मनमा छ। आजको भिडियोमा चाहिँ हामी विशेष गरी नेपालदेखि युरोप जान चाहने युवाहरूको लागि यो भिडियो बनाएको छौँ। यदि तपाईँहरू पनि युरोप आउन चाहनुहुन्छ, युरोप जाने सपना छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला। यो भिडियोमा चाहिँ हामी विशेष गरी आफ्नो जीवन भोगाइमा भोग्नु परेको समस्या, काम कमाइ र लागतको बारेमा कुरा गर्नेछौँ। र भिडियो मनपर्छ भने भिडियोले एउटा लाइक दिनुहोला र भिडियोलाई सेयर गर्न भने नभुल्नुहोला। वास्तवमा यति बेला नेपालबाट युरोप आउने नेपालीहरूको सङ्ख्या वात्तै बढिरहेको छ। युरोप भनेपछि जुनसुकै देश होस्, काम जेसुकै होस्, हामी मतलबै गर्दैनौँ, युरोप छिर्न पाए पुग्यो। धेरैजना युवाहरूको सोच पनि यही छ, जसले गर्दा धेरैजना युवाहरूले धेरै ठुला मोटा रकमहरू पनि बुझाइरहेका छन्। पछिल्लो समयमा हेर्दा एउटा सामान्य देश जान पनि 8-10 लाख रुपियाँ मेन पावरले लिने गरेको छ। समयमा हेर्दा नेपालदेखि साइप्रस आउनेहरूको सङ्ख्या पनि वात्तै बढिरहेको छ। प्रत्येक व्यक्तिले 8-10 लाखभन्दा माथि तिरेर साइप्रस आइरहेको छ। साइप्रस आउने मान्छेले कति कमाउँछ त महिनामा सामान्य व्यक्तिले 1 लाखसम्म कमाउँछ। 1 लाखभन्दा माथि कमाउँछ भने एभरेजमा भन्नुपर्दा 80-90देखि 1 लाखसम्म चाहिँ जस्तोसुकै व्यक्तिले नि कमाउँछ। तर महिनामा 1 लाख रुपियाँ कमाएर 8-10 लाख तिर्दाखेरि तपाईँको 8-9 महिना त ऋण तिर्नै लाग्छ। र अर्को कुरा, युरोप भन्ने बित्तिकै 12 महिना काम काहीँ पनि हुँदैन। युरोपमा सिजनमा काम हुन्छ, तर अक्सिजनमा हामी खाली बस्नुपर्ने हुन्छ। खाली बस्दाखेरि हामीलाई कम्पनीले पैसा त दिँदैन, जसले गर्दाखेरि 12 महिना काम पनि चल्दैन। सिजनमा मारामार काम हुन्छ, भ्याइ नभ्याइ हुन्छ, तर अक्सिजनमा थोरै मात्रै कम्पनीहरू चल्छन्, तर अधिकांश कम्पनीहरू बन्द हुने गर्दछन्, जसले गर्दाखेरि 12 महिना काम पनि चल्दैन र तपाईँ हामीले सोचे जस्तरी पैसा पनि कमाइ हुँदैन। धेरै ठुला सपना बोकेर चाहिँ युरोप नछिर्नुहोला। युरोप छिर्नुहोला सामान्य सपना बोकेर म महिनामा यति कमाउँछु र कमाइको आधारमा म मेन पावरलाई यति लागत बुझाउँछु भनेर सोचेर विचार गरेर मात्रै लागत बुझाउनुहोला। अधिकांश मेन पावरले 7-8देखि 10-12 लाखसम्म लिने गरेका छन्। युरोपको चक्करमा 15-20 लाखसम्म लिने गरेका छन्। 15-20 लाख रुपियाँ तिरेर तपाईँहरू युरोप पुग्नुहुन्छ। त्यहाँ पुगेपछि तपाईँहरूको काम भनेको जे पनि हुनसक्छ। तपाईँहरू के काममा जानुभएको छ, होटल लाइन भयो, एग्रिकल्चर, विभिन्न क्षेत्रका कामहरू हुन्छन्। यहाँ तपाईँ जुनसुकै क्षेत्रमा जानुहोस्, एग्रिकल्चर जानुहोस्, होटलमा जानुहोस्, तपाईँहरू घरतिरको कामहरू हुन्छ, विभिन्न क्षेत्रका जेसुकै काम होस्, तर तपाईँहरूको कमाइ भनेको 1 लाखभन्दा माथि हुन्छ। तपाईँहरूले 20 लाख रुपियाँ ऋण तिर्नु पर्यो भने तपाईँहरूले 20 महिना नर्मली काम गर्नुपर्ने हुन्छ। त्यही भएर आफ्नो लागत उठाउने तपाईँहरूलाई जुग जान्छ भने कसरी तपाईँहरूले आफ्नो भविष्य बनाउनुहुन्छ। त्यही भएर युरोप जाने ठुलो सपना नबुन्नुहोला। दलालीहरूको भ्रममा परेर पैसा नबुझाउनुहोला। काम फिक्स भएपछि मात्रै आफ्नो लागत बुझाउनुहोला। लागत बुझाउँदाखेरि जहिले पनि आफ्नो स्यालेरीको आधारमा मात्रै बुझाउनुहोला। युरोप भन्ने बित्तिकै वात्तै पैसा झिकेर 15-20 लाख तिर्न तयार नहुनुहोला। र अर्को कुरा, काम भनेको यहाँ विभिन्न क्षेत्रका हुन्छन्।
आफूलाई के काम आउँछ, आफूले जानेको, आफूले गर्न सक्ने काममा अप्लाई गरेर आउनु होला। यदि तपाईँहरूले गर्न सक्नु भएन, गर्न आएन भने धेरै दुःख पनि सहनु पर्ने हुन्छ।